हेलो एभ्रिवान, वेलकम टु माई अनदर ब्लग। अनि आज हामी चाहिँ यहाँदेखि मनाली जाँदैछु। अनि हामी बस्ने ठाउँ चाहिँ पतिकु भन्छ। अनि यहाँदेखि मनालीमा चाहिँ यस्तै 20-21 किलोमिटर टाढा छ यहाँदेखि। आज चाहिँ यता आएर फर्स्टचोटि मनाली टाउनमा जाँदैछु। अनि त्यहाँको वातावरण, त्यहाँदेखिको भ्यूहरू म तपाईँहरूलाई देखाउँदै गर्छु। ओखरको बोट रे दादी। यो चाहिँ पतिकुलको टाउन हो। यता बसहरू राखेको हुन्छ। अनि मनाली जाने बसहरू सबै यता पाइन्छ। हरेक 5-10 मिनटमा आइबस्छ बसहरू। त्यसले लम्सा लिदु त्यो हुनको आइबाट 니마 들어? You can sit here. I will sit here. You can sit here. Manali Joso, Manali to go, Manali bus station. Let's go. Come Manali Joso. Come Manali to go, Manali bus station. Ja, kuri ja. Kini. बस यो फंक्शन है कब आएगा टश? कल पहुंच जाएंगे भैया। सामान को गए ना चीज़ दी आई मिने चुम्बू कल लिया फिर शूज भी ला रहा है। शूज तो पता नहीं भैया। मैले चाहिँ एउटा किन्यो, राम्रो छ एकदम, कलर पनि मन पर्यो अनि एकदम फिट रहेछ अनि राम्रो लाग्यो। मैले एउटा लिएको छु। हाम्रो लेपेनको दिदीको दोकान हो यो चाहिँ।
दिरे लेबेन दिगाउने रे लेबेन दिने दियो थ्याङ्क यू अहिले हामी चाहिँ यताबाट ओल्ड मनाली जाँदैछु है। यो चाहिँ जुन तपाईँहरूले देखेको यो जङ्गल चाहिँ ओल्ड मनालीको जङ्गल हो अनि रुखहरू धेरै ठुल्ठुलो छ। एकदम आनन्द छ यो भित्र जाँदाखेरि एकदम आनन्द आउँछ। So this is the Manali, old Manali. हेर्नुस् कति राम्रो छ यहाँको दृश्य, यहाँको प्राकृतिक वन जङ्गल। वाउ वाउ दिस इज वन्डरफुल। यहाँको जङ्गलभित्र चाहिँ एकदमै शान्ति र राम्रो छ, रमाइलो छ। जतिखेर नै हाम्रो यता छुट्टी हुँदाखेरि चाहिँ विकेन्डमा हामी यो जङ्गलभित्र आएर आराम गर्छु अनि यहाँको प्रकृतिको आनन्द लिन्छु। धेरै नै रमाइलो छ। अनि यो चाहिँ जुन ओल्ड मनाली जाने बाटो हो। राम्रो छ, धेरै मान्छेहरू आउने गर्छ यहाँ। अनि अहिले चाहिँ हामी यहाँबाट हिँड्दैछौँ अनि यो पुरानो यो ओल्ड मनालीको जङ्गलभित्र हामी हिँड्दैछौँ। धेरै रमाइलो भइरहेको छ। नहीं करेगा, नहीं करेगा। क्या है उसका नाम? मलंग 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 मलंग। हाय यहाँतिर तपाईँले देख्न सक्नुहुनेछ कत्रो ठुल्ठुलो ढुङ्गाहरू छ। यो लगभग धेरै धेरै वर्ष अगाडिदेखिको यहाँ रहिरहेको होला। अनि यहाँको रुखहरू स्पेसल के छ भने यहाँको रुखहरू धेरै वर्ष पुरानो अनि एकदम राम्रो देखिन्छ। हामीले यहाँको अनौठो चाहिँ के देख्न सकिन्छ भने यहाँको ढुङ्गा भयो, स्टोन है, अनि यहाँको रुखहरू धेरै नै पुरानो छ, धेरै धेरै वर्ष भइसकेकोहरू छ है। अनि सो यहाँ आएर यस्तो केही समय मेडिटेसन
गर्दा नि कति मनमा शान्ति पाउँछ जस्तो देखिन्छ. So I'm going to meditate for a while. हेलो गाइस, अनि यो चाहिँ ओल्ड मनाली हो. अनि ओल्ड मनालीको भ्यू तपाईँहरूले देख्न सक्नुहुनेछ. अहिले चाहिँ हामी यता ओल्ड मनालीमा आइपुगेको छौँ. राखेँ अब चाहिँ हामी यहाँदेखि ओल्ड मनालीदेखि फर्किँदैछौँ. अनि बिहान आएको यही बाटोबाट फर्किँदैछु. अनि हामीले धेरै इन्जोय गऱ्यौँ. आजको विकेन्ड एकदमै राम्रो भयो. अब सायद मेरो ब्याट्री पनि सक्न लागेछ. म अलि मुनि गएर अलि मनालीको केही त्यहाँको इभिनिङ क्राउडेड कस्तो रहेछ अलि देखाउने कोसिस गर्छु. अनि त्यहाँको इभिनिङको भ्यूहरू, अनि इभिनिङमा कति धेरै मान्छेहरू आउँछ त्यो अलि देखाउँछु. त्यसपछि अलमोस्ट मेरो ब्याट्री सकेछ है. एन्ड सी यू इन द नेक्स्ट ब्लग. $16 1 മണിക്കൂർ കിടന്നിട്ട് തണുപ്പറിയില്ല. ഞാൻ പിന്നെ അവിടെ